नमस्कार, स्वागत छ द डिप डाइभमा। नमस्कार। आज हामी एउटा फरक किसिमको स्रोत सामग्री हेर्दैछौँ। हो के छ आज? यो हो ट्राभल नेपाल भन्ने एउटा बोर्ड गेमको नियम पुस्तिका। ए, बोर्ड गेम रमाइलो विषय। हो नि, सुन्दा त सामान्य लाग्ला, तर यो नियम पुस्तिकाले खेल कसरी खेल्ने मात्रै भन्दैन, कसरी एउटा बोर्ड गेमले भनौँ न सिङ्गो देशलाई चिनाउने, घुमाउने, सिकाउने प्रयास गर्न सक्छ भन्ने कुराको खाका कोड छ जस्तो लाग्यो मलाई। एकदमै। यो केवल नियमहरूको सूची मात्र होइन, यो त एउटा डिजाइन दर्शन जस्तो पनि हो। हो त नि। आजको हाम्रो उद्देश्य यी नियमहरू कसरी काम गर्छन् भन्ने मात्र हेर्नु होइन, बरु यी नियमहरूले नेपालको यात्रा अनुभव, यहाँको विविधता अनि त्यो सिक्ने प्रक्रियालाई कसरी समात्ने प्रयास गरेका छन् भन्ने कुराको गहिराईमा पुग्नु हो। नियम पुस्तिका नै हाम्रो आधार हो। अनि हामी यसैमा टेकेर यस खेलको भित्री तह खोतल्नेछौँ। एकदमै रोचक। त्यसो भए सुरु गरौँ यसको मूल मर्मबाटै। नियम पुस्तिका हेर्दा यो खेल जित्नलाई कसले पहिले अन्तिम बिन्दुमा पुग्छ भन्ने दौड त होइन रहेछ। होइन। बरु कसले यात्राको क्रममा धेरै अनुभव मतलब कार्डहरू बटुल्छ र अङ्क कमाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहेछ। ठिक भन्नुभयो। यो त यात्रा नै महत्त्वपूर्ण हो, गन्तव्य होइन भन्ने जस्तो पो लाग्यो नि। हो, तपाईँले ठ्याक्कै समात्नुभयो। यसको संरचना नै त्यस्तै बनाइएको छ। यो 7 वर्ष माथिका सबैले खेल्न सक्ने भनिएको छ। अनि यसको आधारभूत प्रकृति लुडो वा मोनोपोली जस्तै पासा फालेर अघि बढ्ने नै हो। त्यस्तै होला। तर यसको उद्देश्य मनोरञ्जनसँगै त्यो काठमाडौँदेखि हिमालसम्मका ठाउँहरूको भर्चुअल भ्रमण गराएर नेपाल चिनाउनु हो के? ए हो र? हो। सामग्रीहरू पनि त्यही अनुसार छन्। खेल बोर्ड छ, टिकटहरू छन्, पासपोर्ट पनि त्यो चाहिँ कार्ड राख्ने होल्डर रहेछ। अनि थुप्रै प्रकारका गेम कार्डहरू, मिनी गेमका लागि सामग्री, प्यादा, लगेज कार्ड, स्कोर बोर्ड र पासा। सामान त धेरै रहेछन्। अनि यो यात्रा कहाँबाट सुरु हुन्छ र कसरी अघि बढ्छ त? बोर्ड हेर्दा त अलि जटिल जस्तो देखिन्छ नि। हेर्दा मात्रै, संरचना बुझेपछि सजिलो छ। यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ। काठमाडौँबाटै? हो। अनि विभिन्न ठाउँ हुँदै फेरि त्यहीँ आएर टुङ्गिन्छ एउटा चक्रपथ जस्तो। सर्किट रुट। हो। यो यात्रा मुख्यतया 6 खण्डमा बाँडिएको छ। काठमाडौँ उपत्यका, जसलाई नेपाल मण्डल पनि भनिएको छ। अनि टिकट काउन्टर भन्ने खण्ड छ। यो अलि विशेष छ, पछि कुरा गरौँला यसको। त्यसपछि चितवन, लुम्बिनी, पोखरा र हिमाली गाउँ। ओहो, मुख्य पर्यटकीय गन्तव्यहरू सबै समेट्ने प्रयास रहेछ। अनि ती बाहेक अरू पनि बाटोहरू देखिन्छन् नि बोर्डमा, साना साना। हो, ती हुन् उपखण्डहरू। सब रुट जस्तो। हो, ठ्याक्कै। पूर्वी नेपाल यात्रा, पश्चिम तराई यात्रा, पश्चिम पहाडी यात्रा र पर्वतीय अभियान, यी मुख्य चक्रपथबाट छुट्टिएर जान्छन्। अनि कसरी चिन्ने कुन खण्ड हो भनेर? बोर्डमा अक्षरहरू छन्, जस्तै पीले पोखरा। अनि बाटोको छेउमा नामहरू पनि लेखिएका छन्। सजिलै चिनिन्छ। यसले त्यो नेपालको भौगोलिक विविधतालाई पनि देखाउने कोसिस गर्छ। ल, अब खेल सुरु गर्ने तरिका चाहिँ कस्तो छ त? के सबैले सिधै हिँड्न थाल्ने हो? सुरु गर्ने प्रक्रिया सामान्य नै छ। सबै खेलाडीले आफ्नो प्यादा विमानस्थल मतलब स्टार्टमा राख्छन्। ठिक छ। अनि विभिन्न 9 थरीका कार्ड डेकहरू छन्। ती सबै फिटेर बोर्डको छेउमा राख्नुपर्छ, सबैले भेट्ने गरी। कार्डहरू त धेरै प्रकारका रहेछन्। हो, 9 थरी। त्यसपछि हरेक खेलाडीले आफूलाई मनपर्ने रङको प्यादा, एउटा लगेज कार्ड अनि कार्डहरू राख्ने एउटा पासपोर्ट होल्डर छान्छन्। अनि कसले पहिला सुरु गर्ने नि? पालो कसरी? त्यसको लागि त सबैले पालै पालो 2वटा पासा फ्याँक्छन्। जसको अङ्क सबैभन्दा धेरै आयो उसैले पहिलो चाल चाल्न पाउँछ। एकदम सरल। ठिक छ, ल अब खेलको भित्र छिर्यौँ है त। मुख्य नियमहरू के हुन् जसले खेललाई अघि बढाउँछन्? चाल मतलब मुभमेन्ट त सामान्य नै होला, होइन? पासामा जति आयो त्यति हिँड्ने। सामान्यतया हो। 2वटा पासा फ्याँकेर आएको अङ्क बराबर कदम चाल्ने। तर एउटा सानो नियम छ। के छ? यदि तपाईँ पुग्नुपर्ने ठाउँमा अर्को खेलाडी पहिल्यै छ भने तपाईँ त्यहाँ बस्न पाउनुहुन्न। ओभरल्याप गर्न नपाइने? पाइएन। बरु 1 कदम अगाडि जानुपर्छ। यसले खेलमा अलिकति अप्रत्याशितता थप्छ। हो त नि, अलिकति गडबड हुन सक्ने भयो। अनि चेक पोइन्ट भन्ने पनि रहेछ। यो के हो खासमा?
रोकिने ठाउँ मात्र हो कि अरू केही? यो विश्राम बिन्दु मात्र होइन, यो त एउटा सानो गेट जस्तै हो के? गेट? हो, नियम पुस्तिकाले भन्छ पासामा जतिसुकै ठूलो अङ्क आए पनि चेक पोइन्टमा पुग्दा रोकिनै पर्छ। यहाँनिर अलिकति ध्यान दिनुपर्ने कुरा छ। रोकिनै पर्ने? किन होला त? किनभने यदि खेलाडीसँग अर्को खण्डमा जान चाहिने टिकट छैन भने ए, टिकट चाहिने रहेछ? हो, टिकट चाहियो। छैन भने उसले यहाँ एउटा मिनी गेम खेल्नुपर्छ। मिनी गेम कस्तो खालको? यो रमाइलो छ। खेलाडीले अर्को एक साथीलाई बोलाएर त्यो साथीले आफ्नो 2 हातमध्ये एउटामा डाइस लुकाउँछ। ए, अनि खेलाडीले कुन हातमा छ भनेर अनुमान लगाउनुपर्छ। मिल्यो भने टिकट पाइयो, मिलेन भने पाइएन। ओहो, भाग्यको खेल जस्तो। हो नि, जसले यात्रामा आउन सक्ने ससाना अवरोध वा अवसरलाई दर्शाउँछ होला। अनि टिकट नपाए के हुन्छ? त्यहीँ बसिरहने हो त? चेक पोइन्टमा पर्खिन पाइँदैन। टिकट नपाए पनि अर्को पालोमा फेरि हिँड्न पाइन्छ। ए, हिँड्न चाहिँ पाइयो? हो, तर अर्को खण्डमा प्रवेश गर्न भने पाइँदैन। मुख्य बाटोमै हिँड्नु पर्यो। बुझे। अनि अर्को कुरा, यदि कुनै वाइल्ड कार्डले तपाईँलाई अगाडि बढाउँदा चेक पोइन्टमा पुर्यायो भने पनि रोकिनै पर्छ। ए, हो र? हो, र टिकट छैन भने मिनी गेम खेल्नै पर्छ। त्यसपछि मात्र वाइल्ड कार्डको बाँकी असर पुरा हुन्छ। तर वाइल्ड कार्डको नियमअनुसार कार्ड तान्न चाहिँ पाइँदैन त्यो पालोमा। यसले चेक पोइन्टको महत्त्वलाई अझ बढाउँछ। नियम त निकै सोचेर बनाएको रहेछ। टिकटको कुरा आयो। यो टिकट काउन्टर खण्ड चाहिँ के हो त? यहाँ टिकट किन्न पाइने हो कि के हो? हो, यो खण्ड उपखण्डहरूमा यात्रा गर्न चाहिने टिकटहरू कमाउने प्रमुख ठाउँ हो। ए, मुख्य ठाउँ नै यही भयो? हो, नियम पुस्तिका अनुसार यो खेलको एकमात्र खण्ड हो जहाँ खेलाडीले वाइल्ड कार्ड बाहेकको अवस्थामा सामान्यतया केवल एउटा मात्र पासा प्रयोग गरेर खेल्छ। एउटा मात्रै? किन होला? एउटा पासाले यात्रा ढिलो हुन्छ नि त। हो त। तर यहाँ धेरै टिकट कमाउने अवसर हुन्छ। ए, ढिलो हिँडेर टिकट जम्मा गर्ने ठाउँ? हो, टिकट पाउने अरू तरिका पनि छन् त। अघि भन्नुभयो नि मिनी गेम। छन्। अघि भने जस्तै चेक पोइन्टमा मिनी गेम जितेर पाइयो। अनि अर्को तरिका छ जङ्सन्समा ठिक ठाउँमा रोकिएर। ए, जङ्सन। हो, तर टिकट काउन्टर नै सबैभन्दा भरपर्दो र धेरै टिकट पाउने ठाउँ हो। यो डिजाइनले के देखाउँछ भने उपखण्डहरू घुम्नको लागि अलिकति योजना बनाउनुपर्छ। सिधै हाम फाल्न मिल्दैन। हो त नि, जङ्सनको कुरा पनि आयो। यो भनेको बाटो छुट्टिने ठाउँ होला हैन? उपखण्ड सुरु हुने। हो, ठ्याक्कै। जहाँबाट उपखण्डहरू सुरु हुन्छन्। यहाँ एउटा रोचक नियम छ। के छ? यदि खेलाडीसँग उपखण्डमा छिर्ने टिकट छैन, तर ऊ पासा फ्याँक्दा ठिक त्यही जङ्सन भएको ठाउँमा पुग्छ भने उसले त्यो उपखण्डको टिकट सित्तैमा पाउँछ। साँच्चै? सित्तैमा? त्यो त भाग्यले साथ दिए जस्तो भयो। हो, तर एउटा शर्त छ। के शर्त? टिकट पाएपछि त्यहाँ पर्खेर बस्न पाइँदैन। तुरुन्तै फेरि पासा फ्याँकेर उपखण्डभित्र पस्नुपर्छ। यसले खेलको गतिलाई कायम राख्छ। ए, रोकिन नपाइने, तुरन्तै अगाडि बढ्नुपर्ने। हो। नियमहरू त निकै तह परेका रहेछन्। तर तपाईले अघि भन्नुभएको थियो यो खेल त कार्डहरूमा आधारित छ रे। अब त्यतातिर लागौँ न। यी कार्डहरूको भूमिका के हो खासमा? हो, नियम पुस्तिकाले नि भन्छ कार्डहरू यो खेलको आत्मा हुन्। आत्मा नै? हो, किनभने यिनै कार्डहरू मार्फत नै नेपाल सम्बन्धी जानकारी र अनुभवहरू खेलाडीसम्म पुग्छन्। खेलाडी जुन खण्डको ठाउँमा रोकिन्छ, मानौ चितवनमा रोकियो भने चितवन डेकबाट, पोखरामा रोकियो भने पोखरा डेकबाट एउटा कार्ड तान्नुपर्छ। ए, ठाउँ अनुसार फरक फरक कार्ड। कस्ता कस्ता कार्डहरू छन् त? के सबै जानकारी दिने मात्रै हुन्? होइनन्। कार्डहरूलाई मुख्यतया 3 प्रकारमा बाँड्न सकिन्छ। पहिलो, सङ्कलन योग्य कार्ड, कलेक्टिबल कार्ड्स भनेको जस्तो। कलेक्टिबल? हो, यिनीहरूले अङ्क दिन्छन् र साथमा जानकारी पनि। जस्तै फोटोग्राफ कार्ड छ। यसले नेपालका ठाउँ, संस्कृति, जातजातिबारे बताउँछ। राम्रो भयो। अनि स्मारिका मतलब सुभनिर कार्ड छ। यसले नेपालका चिनारी वस्तुहरू जुन पर्यटकले किन्छन् नि, हो, त्यसबारे जानकारी दिन्छ। यी कार्ड जम्मा गर्नु भनेको एक किसिमले नेपालबारे ज्ञान बढाउनु जस्तै भयो। ए, अङ्क पनि आयो, ज्ञान पनि। दोस्रो प्रकार नि? दोस्रो हो मिनी गेम मोमेन्ट कार्ड्स। मिनी गेम मोमेन्ट कार्ड्स। मोमेन्ट कार्ड? हो, यिनीहरूले खेललाई अलि अन्तर्क्रियात्मक बनाउँछन् अनि नेपालमा यात्रा गर्दाका अनुभवहरूको झल्को दिने प्रयास गर्छन्। जस्तै कुनै उदाहरण दिनुस् न, अलि रोचक खालको।
एउटा निकै रोचक कार्ड छ, ट्राभल एन्ड टुर भन्ने। ट्राभल एन्ड टुर हो, यो कार्ड आयो भने खेलाडीले 2 विकल्प पाउँछ। कस्तो विकल्प? कि त एक्लै यात्रा गर्ने, जसले धेरै ठाउँ घुम्ने अवसर त देला तर बाटोमा कठिनाई पनि हुन सक्छ। एक्लै हिँड्दा? कि त गाइड लिएर हिँड्ने, जुन सहज त होला तर गाइडले लगेको बाटो मात्र हिँड्नुपर्ने हुन्छ। यो त वास्तविक यात्रामा पनि सामना गर्नुपर्ने दुविधा हो नि, स्वतन्त्रता कि सहजता? हो त नि। यो केवल खेलको नियम मात्र रहेन, यात्रा दर्शनको सानो पाठ जस्तो पो भयो त। हो, त्यस्तै बनाउन खोजेको होला। हो त नि, यो त साँच्चै सोच्न लगाउने खालको रहेछ। अरू यस्तै कार्ड छन्? छन् नि, जस्तै गेट टुगेदर कार्ड छ। यसले नेपालको जातीय विविधता र खानपान संस्कृतिलाई समेट्छ। यो कार्ड आउँदा सबै खेलाडी भर्चुअल भोजमा सामेल हुन्छन्। रमाइलो। अनि 1-on-1 डुएल वा 2-on-2 डुएल कार्डहरू छन्। यिनीहरूले खेलाडीहरूबीच प्रतिस्पर्धा वा सहकार्य गराउँछन्, जसले यात्रामा साथीहरूसँग हुने अन्तर्क्रियालाई प्रतिबिम्बित गर्छ होला। यो केवल खेलको नियम मात्र रहेन, यात्रा दर्शनको सानो पाठ जस्तो पो भयो त। हो, त्यस्तै बनाउन खोजेको होला। हो त नि, यो त साँच्चै सोच्न लगाउने खालको रहेछ। अरू यस्तै कार्ड छन्? छन् नि, जस्तै गेट टुगेदर कार्ड छ। यसले नेपालको जातीय विविधता र खानपान संस्कृतिलाई समेट्छ। यो कार्ड आउँदा सबै खेलाडी भर्चुअल भोजमा सामेल हुन्छन्। रमाइलो। अनि 1-on-1 डुएल वा 2-on-2 डुएल कार्डहरू छन्। यिनीहरूले खेलाडीहरूबीच प्रतिस्पर्धा वा सहकार्य गराउँछन्, जसले यात्रामा साथीहरूसँग हुने अन्तर्क्रियालाई प्रतिबिम्बित गर्छ होला। अनि तेस्रो प्रकार चाहिँ? तेस्रो हो वाइल्ड कार्ड्स। वाइल्ड कार्ड? हो, यिनीहरूले खेलमा अचानक मोड ल्याउन सक्छन्, कि त फाइदा दिएर कि त बेफाइदा। वाइल्ड कार्ड सुन्ने बित्तिकै केही रमाइलो वा तनावपूर्ण होला जस्तो लाग्छ। कस्ता छन् उदाहरण? एउटा चाखलाग्दो फाइदाजनक कार्ड छ, हायर अ बाइक। बाइक हायर गर्ने फाइदा कसरी भयो? सुन्नुस् न, यो कार्ड पाएपछि खेलाडीले अर्को 3 पालोसम्म 2वटाको सट्टा एउटा मात्र पासा प्रयोग गर्नुपर्छ। एउटा मात्र? यात्रा त ढिलो भयो त। त्यो कसरी फाइदा भयो? छिटो पुग्न नपाइने भयो? तर नियम पुस्तिकाले यसलाई फाइदाजनक भनेको छ। हो र? कसरी? किनभने यो खेल दौड होइन। हो त है। ढिलो यात्रा गर्दा खेलाडीले बाटोमा धेरै ठाउँमा रोकिने मौका पाउँछ अनि धेरै कार्डहरू मतलब जानकारी र अङ्क जम्मा गर्ने मौका पाउँछ। ओहो। यसले खेलको मूल मर्म अनुभव बटुल्नु महत्त्वपूर्ण छलाई बलियो बनाउँछ। छिटो दौडिनु सधैँ राम्रो हुँदैन भन्ने सन्देश दियो क्यारे यसले। ओहो, यो त उल्टो पो रहेछ। साँच्चै चलाखीपूर्ण डिजाइन। अनि बेफाइदाजनक कार्ड नि केही त होला नि? छ नि, एउटा छ ड्युटी कल। ड्युटी कल? हो, यो कार्ड आयो कि खेलाडी तुरन्तै 10 कदम अगाडि फालिनुपर्छ। जम्प गर्नुपर्ने? हो, फालिनै पर्ने। यो एक किसिमले सजाय जस्तै भयो। किन सजाय? अगाडि जान पाए त राम्रै भएन र? भएन नि, किनभने यसले खेलाडीलाई चाहेको भन्दा छिटो यात्रा टुङ्ग्याउन बाध्य पार्न सक्छ, जसले गर्दा उसले बाटोमा धेरै कार्ड र अङ्क कमाउने अवसर गुमाउन सक्छ। कुरो पो त्यो। धेरै अगाडि जानु पनि नराम्रो। हो, यो खेलमा त्यस्तै छ। बुझियो। कार्डहरूले खेललाई निकै रमाइलो र गहिरो बनाउने रहेछन्। अब खेलको अन्त्यतिर लागौँ न त। अङ्क गणना र जित कसरी निर्धारण हुन्छ? अङ्क गणना त खेल अवधिभर नै स्कोरबोर्डमा टिपोट गर्दै जानुपर्छ। खेल्दै टिप्दै? हो, हरेक कार्डबाट पाएको अङ्क, मिनी गेम जितेको अङ्क आदि इत्यादि। यो सामान्य टेबल स्कोरिङ जस्तै हो। अनि अन्तिममा कसरी थाहा हुन्छ को जित्यो भनेर? सबैभन्दा धेरै अङ्क ल्याउने? हो, तर यहाँ पनि एउटा मोड छ। के छ जेरी? खेल अवधिभर कमाएको कुल अङ्क मात्र पर्याप्त छैन। खेलको अन्त्यमा बोनस अङ्कहरू पनि दिइन्छ। बोनस अङ्क? हो, नियम पुस्तिकाले यसलाई गेम चेन्जर भनेको छ। गेम चेन्जरै? हो, जसको मतलब अन्तिम समयमा आएर पनि खेलको नतिजा पुरै उल्टिन सक्छ। कुल अङ्क भनेको चाहिँ खेलको अङ्क जोड बोनस अङ्क हो। ओहो, बोनस अङ्क के आधारमा दिइन्छ? त्यो त नियम पुस्तिकामा विस्तृत होला, तर यसले खेललाई अन्तसम्मै रोमाञ्चक बनाइराख्ने भयो नि त। हो, एकदमै। र फेरि पनि त्यही कुरामा जोड दिएको छ, यो दौड होइन, यात्रा हो। हो त नि। त्यसैले पहिले विमानस्थल पुग्ने खेलाडी नै विजेता नहुन सक्छ।
बरु जसले यात्रामा धेरै समय बितायो, धेरै कार्ड जम्मा गर्यो, धेरै मिनी गेम जित्यो, उनै जित्ने सम्भावना बढी हुन्छ। हतार गर्नेलाई भन्दा धैर्य गरेर अनुभव बटुल्नेलाई खेलले पुरस्कृत गर्छ। त्यसो भए आजको यो विस्तृत चर्चाबाट हामीले ट्राभल नेपाल बोर्ड गेमको नियम पुस्तिकालाई खै सतही रूपमा मात्र हेरेनौं जस्तो लाग्यो। हो, गहिरिएरै हेरियो। हामीले यसको डिजाइन पछाडिको सोचलाई बुझ्ने प्रयास गर्यौं। त्यो चेक पोइन्टको टिकट प्रणाली होस्, टिकट काउन्टरको विशेष नियम होस्, जङ्सनको अवसर होस्, विभिन्न कार्डहरू मार्फत दिइने जानकारी र अनुभवहरू हुन्, यी सबैले नेपालको यात्रालाई खेलको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन्। हो, र सबभन्दा महत्त्वपूर्ण निचोड के हो भने यो खेलले जित्नका लागि केवल भाग्य र गतिमा मात्र भर पर्न दिँदैन। यसले खेलाडीलाई बाटोमा ध्यान दिन, जानकारी सङ्कलन गर्न र अन्तर्क्रिया गर्न प्रोत्साहन गर्छ। सिक्ने प्रक्रियालाई खेलको अभिन्न अङ्ग बनाइएको छ। हो त नि, जुन यसको शैक्षिक उद्देश्यसँग पनि मेल खान्छ। यो केवल नेपालको नक्सामा हिँड्नु मात्र होइन, नेपाललाई अलिअलि बुझ्दै हिँड्नु जस्तो बनाउन खोजिएको छ। साँच्चै नियमहरू केलाउँदा कतिपय कुराले त वास्तविक यात्राकै झल्को दिने रहेछ। जस्तो त्यो ट्राभल एन्ड टुर कार्डले दिने स्वतन्त्रता बनाम सहजताको द्विविधा, त्यो त यात्रा गर्ने जो कोहीले महसुस गर्ने कुरा हो नि। हो, र यस्तै कुराहरूले एउटा गहिरो प्रश्न पनि उब्जाउँछ, जुन यो स्रोत सामग्री मतलब नियम पुस्तिकामा सिधै त छैन। कस्तो प्रश्न? प्रश्न यो हो, के यस्ता विस्तृत जानकारीमूलक र भनौँ न अनुभवजन्य बनाउन खोजिएका बोर्ड गेमहरूले मानिसलाई वास्तविक संसारमा यात्रा गर्न वा विभिन्न संस्कृतिबारे अझ गहिरिएर जान्न प्रेरित गर्लान्? कि यिनीहरू केवल घरमै बसेर गरिने एउटा विकल्प मात्र बन्लान्? निकै महत्त्वपूर्ण प्रश्न। के यस्तो भर्चुअल अनुभवले वास्तविक अनुभवको भोग जगाउँछ वा त्यसलाई शान्त पार्छ? यसमा पक्कै पनि फरक विचार हुन सक्छन् होला। हो नि, खेलले दिने अनुभव र वास्तविक संसारको अनुभव बीचको सम्बन्ध र एउटाले अर्कोलाई कसरी प्रभाव पार्छ भन्ने कुरा सोच्न लायक छ। यो खेलले नेपाल घुम्ने रहर जगाउला कि घरमै बसेर घुमेको सन्तुष्टि देला? त्यो त खेलाडीको आफ्नै बुझाइ र पृष्ठभूमिमा पनि भर पर्ला नि। हो, निश्चय पनि यो एउटा विचारणीय प्रश्न हो जुन श्रोताहरूले पनि मनन गर्न सक्नुहुन्छ। खैर, आजको लागि ट्राभल नेपाल नियम पुस्तिकाको हाम्रो यो गहिरो चिरफार यही टुङ्गिन्छ। हो, आशा छ तपाईहरूले यो खेलको नियम मात्र होइन, यसको पछाडिको सोच र सम्भावित प्रभावबारे पनि केही नयाँ दृष्टिकोण पाउनुभयो होला। पक्कै पनि। अर्को पटक फेरि नयाँ स्रोत सामग्री र नयाँ विषयका साथ भेट हुने नै छ। त्यतिन्जेलका लागि नमस्कार। नमस्कार।